लस्सो फेपुलो र गुड मर्निङ टासिदिले सबैजनालाई भन्दै यति बेला फेरि म तपाईलाई मजाको क्या रमाइलो हुन्छ क्या तपाईलाई एकदम इन्जोय हुन्छ क्या इन्जोय मात्रै हैन तपाईलाई शान्ति फिल पनि हुन्छ ल तपाईलाई शान्ति फिल हुनेछ हो आनन्द हुनेछ र के हो भनेर म तपाईलाई देखाउन गइरहेको छु सो तपाईले भिडियोलाई हेरेर इन्जोय लिनु होला अनि तपाईको हृदयमा शान्ति लिनु होला अनि ईश्वरलाई धन्यवाद पनि चढाउनु होला है किनभने मैले यस्तो सुन्दर जग्गा हेर्नु पाएँ भनेर है तपाईलाई यस्तो सुन्दर ठाउँ तपाईलाई देखाउँदै गरेको छु सो तपाईले हेरिदिनु होला है ल स्वाटै पर लु हेर्नुस् त कस्तो लाग्यो वाउ भन्नु लाइक हैन आज त ए हेर्नुस् हाम्रो घरको अगाडि चाहिँ यस्तो छ है सधैँ चाहिँ मैले तपाईलाई देखाउनु निकै कोसिस गरेको थिएँ तर बादल लागेर हो मौसमहरू बिग्रेको कारणले गर्दा मजाले देखाउन सकेको थिएन आज चाहिँ भने यस्तो हो अझै म अघि बिहान उठ्नु सकिनँ अघि बिहान उठेको भए चाहिँ मजाको हुने थियो नि त एकदम अरेन्ज कलरको हुन्थ्यो क्या अरेन्ज कलरको देखाउनु पर्ने सो तपाईँलाई क्षमा चाहन्छु है तपाईँसित है लु छोटा हिमाल अझै छोटा हिमा भनेर पाखा पर्वत डाँडा काँडा भनिन्छ नि यही हो हाम्रो घरको फ्रन्ट साइडमा चाहिँ यस्तो छ नि साथी हो कञ्चनजङ्घा क्या तो रमाइलो लाग्छ नि मलाई यो देख्दाखेरि त त्यो ठाउँमा पुगौँ जाउँ लाग्छ होइन तर जानु पाउँदिनँ है अन्त विशेष गरी तपाईँलाई के भन्न चाहन्छु भन्दा चाहिँ यो चाहिँ हाम्रो गाउँ हो नि त ल यो चाहिँ हाम्रो गाउँ सुन्दर गाउँ रमाइलो मेरै गाउँमा ए हेर्नुहोस् यो सबै हाम्रो गाउँ हो हाम्रो गाउँ आज चाहिँ क्लियर भन्दा क्लियर देखिरहेछ हो आज चाहिँ हाम्रो गाउँ चाहिँ क्लियर देखिरहेछ म चाहिँ कुखुराको पोल्ट्री फार्मबाट आएको नि त गोल्डन बुट लगाएर हो पोल्ट्री फार्मबाट निस्केर आएको साथीभाइ हो तपाईँलाई कस्तो लाग्दैछ है तपाईँले हेरेर के भन्छ तपाईँले हेरेर माया गरिदिनु होला है तपाईँले हेरेर स्किप नगरिकन माया गरिदिनु होला साथ दिनु होला सपोर्ट गर्नु होला हो यस्तो छ हाम्रो गाउँको छरछिमेकीको घरहरू यहाँ छरछिमेकी मात्रै होइन यहाँ सबै हाम्रो आफ्नो मान्छेहरू हुन् उहाँहरू हो यहाँ हाम्रो आफ्नो मान्छे हो यहाँ सबैजना आफ्नो मान्छे नै छ सबैजना वरिपरि आफ्नै मान्छे हो अन्त आफ्नो मान्छे भन्दाखेरि चाहिँ अब साह्रै प्यारो मान्छे आफ्नो प्यारो मान्छे है साथीभाइ हो अन्त यो भिडियो मार्फत त मलाई म के भन्न चाहन्छु भने अब भिडियो मार्फत चाहिँ के भन्दैछु भने सो अर्को ठाउँ पनि देखाउँदैछु होइन यहाँबाट हेर्दै जानु होला अन्त यो घरको छ नि यो घरकोले चाहिँ हामीलाई धेरै अन्याय गरेको छ है यो घरको चाहिँ निकै चम्चा छ कि चम्चा गरेर एकदम षड्यन्त्र रचेर हामीलाई चाहिँ छोराहरूलाई टर्मिनेट गरेको छ हो उसकै आफ्नो भाइ पर्छ हो अन्त मलाई भिक्टिमाइज गरेको छ हो अन्याय गरेको छ है एकदम अन्याय लाग्छ म त्यो कुरा चाहिँ हुनु चाहिँ आफ्नै मान्छे भन्छ आफ्नो मान्छे जस्तो पनि माया दिएन हो बाइबलले भन्छ एकाअर्कालाई आफूलाई झैँ प्रेम गर भन्छ हो एकाअर्कालाई आफूलाई झैँ प्रेम गर भन्छ बाइबलको हर शिक्षा हर वचनमा पास्टरहरूले जहिले पनि चर्चमा शिक्षा दिइरहेको हुन्छ होइन तर त्यो शिक्षा चाहिँ उनीहरूले उल्टा सुनेछ क्या कसैको खुट्टा तान्नु कसैलाई बिगार्नु कसै बल्ल नोकरी पाउँदै गरेको नोकरीबाट जबबाट हटाउनु हो यो चाहिँ अन्याय हो नि त अनि अन्याय गर्नेहरू चाहिँ कसरी बाइबलको शिक्षाहरू लिएर चाहिँ चर्च जान्छौ है म चाहिँ यसमा चाहिँ साह्रो बडो दुःख लाग्छ होइन यस्तो छ अन्याय गरेको छ कि अन्त त्यस्तै छ यहाँ देख्यो यतातिर त सबैजना एकदम हामीसँग राम्रो छ सबैजना मिलापी छ हो अन्त यहाँ मात्रै होइन एकदम राम्रै छ हो अन्त पारी सबै राम्रो छ है पारी रोड लाइनतिर डल्लै राम्रो छ यस्तो रमाइलो छ क्या यो चाहिँ मेरो मूल घर हो आप्पाको घर हो यहाँ चाहिँ आप्पाको घर छ होइन अन्त यही हो यो घरकोले चाहिँ हामीलाई धेरै अन्याय गरेको छ है हामीलाई लुटेको पनि छ भन्दै आजको भिडियोमा यही अन्त गर्न चाहन्छु ल माया गर्नुहोस् सपोर्ट गर्नुहोस् फलो पनि गरिदिनु होला भन्दै हाम्रो युट्युबमा जानुभयो भने
पाराङ ब्लगमा तपाईँले सब्सक्राइब गर्नु पनि नभुल्नु होला भन्दै आजको भिडियो यहीँ अन्त गर्छु। मेरो घर पनि आइपुग्यो फाइनली। मेरो घरमा आउँदाखेरि चाहिँ यसरी दैलो बन्द हुन्छ नि त, किनभने कुखुरा फार्म गएको हुन्छ हो। कुखुरा फार्म जान्छ, गोल्डन बुट खोल्नै पर्यो है। गोल्डन बुट खोलेर यसरी घरमा पुग्नु पर्ने छ। ल त साथीभाइहरू, मेरो भिडियोलाई माया गरिदिनु होला, साथ दिनु होला है। युट्युबमा गएर पाराङ ब्लगमा सर्च गर्नु होला, सब्सक्राइब गर्नु होला है, सब्सक्राइब गर्नु होला। अन्त फेसबुकको माध्यमबाट चाहिँ फलो गर्नु होला भन्दै यो भिडियो यहीँ अन्त गर्न चाहन्छु। बाई बाई।